हेलो गाइड्स, आज चाहिँ हामी हाम्रो गाउँको एकदम चर्चित झरना एउटा चाहिँ च्यार्लङ झरना भन्छ र अर्कोलाई चाहिँ नल्मो झरना भन्छ। त्यहाँ आएका छौँ हामीहरू मिलेर। अब यहाँको भ्यू चाहिँ तपाईँहरूलाई म देखाउन चाहन्छु। यतातिर गाइडहरू हुनुहुन्छ, यो देख्न सक्नुहुन्छ च्यार्लङ झरना। हाम्रो तामाङ भाषाबाट च्यार्लङ भनिन्छ, यसको नाम च्यार्लङ झरना हो। एकदम मजाको छ, देख्न सक्नुहुन्छ। यता यहाँ चाहिँ काठमाडौँबाट चाहिँ सरासर आयो भने 3 घन्टामा चाहिँ आइपुग्छ। दामी छ है। गाइस, हामी फाइनल्ली नल्मो झरनामा आइपुगेको छ। बाटो चाहिँ अलिक डेन्जर रहेछ। यति बेला चाहिँ पुरा यो बाफले गर्दा क्यामेरै छोपेर भिडियो चाहिँ ब्लर आएको छ गाइस। यता फेरि केटाहरू चिसो पानीमा स्विमिङ गरेर इन्जोय गर्दैछ। अब फाइनली हामी नल्मो झरना घुमिसक्यौँ। अब पानी परेर हामी चाहिँ यता ओडारमा बसिरहेको छ है। ओडारमा यता नाङ्गी छ, फेरि यहाँ छ नल्मो झरना। दामी छ। यो नर्मो झरना गाइस, फाइनली अब हाम्रो नल्मो झरनाको यात्रा चाहिँ सकेको छ। गाइजहरू अब यता पुरै लिचुरकास भिजेछ पानीले। अब यता गाडोले थुरथुर तानिरहेछ, यता पेट पनि देखाइरहेछ। यो चाहिँ अब नल्मो झरनाको अन्तिम भ्यू लगाइछ। अब घरतिर लाग्यो नि त।